हेलो गाइज, आज धेरै दिनको बादमा फेरि तपाईहरुलाई म यो लिक्विड फर्टिलाइजर यो ड्रममा यो जस्तो भर्खर हालेको यो मुनिबाट चाहिँ मजाले पाकेको छ हो, पाकेको छ। यो सबै सब्जीको छिल्का त्यसै कारण चाहिँ म चाहिँ हात लगाउँदैछु। घिनाउने यसमा केही कुरा छैन हो। यसपालि चाहिँ नि यसमा चाहिँ मैले बेसी जस्तो फ्रुट्स बिमार भएको कारणले चाहिँ घरमा धेरै फ्रुट्सहरु खुवाइरहेको थियो र यसपालिको यो फ्रुट्सको पानी हेर्नुस् त यति राम्रो हुन्छ। यो हेर्नुस् त यति राम्रो कलरको हुन्छ हो, यति राम्रो हुन्छ यो पानी। रातो रातो यस्तो मिठो कलरको दारिमको के रस निचोरेर हाले जस्तो यस्तो हुन्छ। त्यसै कारण मैले तपाईहरुलाई भनेको चाहिँ फ्रुट्सहरुको तपाईहरुले सबै लाउनुस् कि। अब यो पानीलाई चाहिँ म चाहिँ नि टमाटरमा, फुलमा, निम्बुमा, सुन्तलामा सबैमा लाउँछु जतिसम्म पुग्छ। यस्तो दामी कलर हुन्छ है। अनि मेरो छोरीको साथीले पनि सोध्दै थियो राम्रोसँग बनाउनु आन्टी भिडियो भन्दै थियो कि यी ड्रममा चाहिँ यसरी छेड बनाउनु पर्छ हो, किनभने हावा पनि त पास हुनु पर्यो। हावा गएन भने चाहिँ फेरि कुदैन पनि। यो भित्र हामीले पानी हाल्यो भने उयो पनि हुँदैन, झर्दैन पनि। यहाँ मुनिबाट पनि दुलो बनाएको छु। अनि यसलाई चाहिँ नि म यो चाहिँ तार्नुको लागि मैले यो बाँस राखेको। तर त्यो भन्दा अगाडि जब हामीले सब्जीहरु यहाँ यति यतिसम्म भर्नुपर्छ, सब्जीको छिल्काहरु भरेपछि चाहिँ यसमा पानी पनि त्यति नै छ्याप्पै भिज्ने लाउनुपर्छ। अनि यो बाँस नलगाइकन यो ड्रोल भित्र यसलाई डुबाउनुपर्छ, मतलब यो बकेट भित्र यसलाई हाल्नुपर्छ। अनि 3-4 दिन छोड्दिनुपर्छ। त्यो गर्दाखेरि चाहिँ यो भित्रबाट पानी यता पनि निस्किँदैन। म त यसरी राख्यो भने चाहिँ पानी झर्छ त यहाँ भित्र राम्रो कुद्नु पाउँदैन। त्यसैकारण यही डुबाइ राख्नुपर्छ हो। त्यहाँबाट मैले हिजो चाहिँ यसलाई फेरि यो बकेटबाट निकालेर चाहिँ यो बाँस यसरी राखेको हो। यो पानी सबै तरिसकेको छ। आज चाहिँ म यसलाई यसरी फुलहरुमा सबैमा लाउने छु। थ्यांक यू।